हामी चाहिँ अन्डर ग्राउन्डमा हो भन्नु त सबै पढ्दैछौँ। हामी चाहिँ कहाँ जान लाग्यो भनेर चाहिँ थाहा छैन। यो चाहिँ हाम्रो स्कुटर भयो। ब्याग आउनै बाँकी छ। हुन्छ यो चाहिँ हाम्रो ब्याग हो। हामी चाहिँ गोसिलेको अन्डर ग्राउन्डमा छौँ। अब हामी यहाँबाट हिँड्छौँ। कहाँ जान्छौँ भनेर चाहिँ हामी भिडियोमा नै देखाउँछौँ। कति बजे अहिले खबर 1:13 रहेछ। हामी त अहिलेसम्म हिँडेकै छैन। यहाँ फेरि एकजनालाई कुर्न पर्ने भयो। अन्त मेरो पन्जा भयो। अन्त मेरो स्कुटर छ। त्यही भएर चाहिँ म छु। अब हामी यहाँ केही टाइमपछि हिँड्छौँ। हामी यहाँ रियालाई कुर्दै हो। त्यसपछि हामी गाउँ जान्छौँ। गाउँ जान लाग्यो हामी गाउँ। के गरेछ यहाँ ल गाइस अहिले बाटोमा भेटौँ ल। कति बजे भन्दाखेरि अहिले 1:50 भइसक्यो। हामी अहिले यहाँ हाल्टे मसिनामै छौँ। ल गाइजहरू रियानी आयो है। अनि यहाँ दिदी अब हामी जान लागेको। अनप्लान है अनप्लान प्लान होइन फेरि यो अनप्लान नै हो। हिँड्दा लाग्यो यादै थाहा पाएको भर्खरै ड्युटीबाट आएर ठाउँको ठाउँ निस्किदियो। ल अब हामी बाटोमा भेट्ने छौँ। हामी चाहिँ खाजा खान लागेको। के आएको यस्तो राम्रै आएर बाहिर चाहिँ यस्तो हामी चाहिँ अब दमली पुग्न लाग्यो। अब फेरि हामी यहाँ खाजा खान्छौँ। प्रियङ्काको छोप्रा त कस्तो आएको छ। अनि त्यहाँबाट माथि चढेर कति टाइम लाग्यो। हाम्रो गाइजहरू चाहिँ खाछन् यहाँ है। खाइसकेर बसेको बाहिरको माहौल चाहिँ अब हामी एउटै किन लाग्छौँ। रमाइलो हुँदैछ। खै प्रियङ्का स्टोरी हाल्नुहुन्छ। किन नम्बर प्लेट नहालेको गाइजहरू। अहिले हामी चाहिँ दमौली कट्यो। यहाँ रिया यहाँ दिदी मैले चला जस्तो भएर थाकेको है। यस्तो गर न बिहानको चाहिँ भुइँ बिहामा आकार
पहिले त मूलबत्ती बाल्ने हो होइन पनि आलु ल्याउनु पर्यो त्यहाँ घरमा कता स्याउ स्याउ छ म्याटो छ भइहाल्यो यो कमल छ लुगाको हालत हेर न त्यो ठोकेर फेरि त्यो तेलमा पोलेर आमालाई बाबा पूजा गर्दै हुनुहुन्छ यहाँ त तिनजना चेलीहरू आमापट्टि नाच्छन् लाने जाने बेलामा छोडेर धाके नानी हो कि नानी पछि नानी हो अगाडि छ यो नानी यो नि बाहिर राख नानी पहिले त ढोको हालका दुईटा ढोको नै लाएको जस्तो गर्नु पर्यो नि नानी अन्त त लु भयो त नानी पछि अब नानीले पनि त्यही गर्छ बहानाले अलि बहाना के आमालाई नि आमा पाल्छ भन्नु आमा लुगिसक्यो पहिले थन्दियो कि भइहाल्यो अब त अब के गर्छ र पाउनु खोज अब ढोका खोल्नु खोज खोइ खोइ पहिले दिनु पर्यो थुन्न अब अहिले पो थुन्ने हो तैँले थुन्ने हो नि हो सबै न थुन्ने हो त्यहाँ उयो पाउनु खोजिरहेको आमा बाउलाई हामी पाल्छ भन् पाउँछ तैँले भन्ने हो हेला गर्छ बाउ आमालाई भनेर त्यसो गरेको हो के ढोका खोल हामी भित्रमा छ भने के के भने हामी बाउ आमालाई हामी पाल्छ भन् अहिले हो पछि दिनुपर्छ त्यसै मान्छे तार्नुपर्छ नि दिने बाबुले त्यो पछि हेर्न त आएको त्यो त्यसै आउँछ ल हामी त भित्रमा पऱ्यो पैसा पैसा ढोका बन्छ काम जान्छ दिएन पैसा भनेको के भन्यो मैले तैँले के भन्यो पैसा दिए बाबुले भनिसक्यो पैसा भएन काम पैसा देख्न काम भयो नि बाबुले दिने हो बल्ल दिदाला अलिअलि दस्तुर भयो भने त बाबु नानी रेनु नि नभन ऊ अघिमा त्यो जुत्ताको भनेको यतिकै गरेर जान्छ फेरि जाऊ त भयो आमालाई बोला अब गयो आमा Please. Sorry guys, I'm so tired.
मर्निङ अनि इट्स डे 2 अनि हामी चाहिँ यहाँ काम गरेर बसिरहेको छौँ दिदीले चाहिँ के गरिरहेछ यहाँ दिदी एकचोटि यता हेरिदिनु त अब एउटा स्याम्पू लिएर जानु पर्यो स्याम्पू नै थ्याङ्क यू Have a break, bro. Have a break. गाई चाहिँ त म भर्खरै म अस्ट्रेलियाबाट आएको अनि यो चाहिँ मेरो लगेज हो गाइजहरू है म अनबक्सिङ गरिदियो नि मेरो साथीहरूलाई बोलाएको मैले गिफ्ट लिनलाई Have a break. देखाइदिनु त त्यो पनि पछाडि guys, hi guys, hi guys, अरे भाइ के भन्नु hi guys, this is day 2 हैन हाम्रो यहाँ सबै काम हुँदैछ अनि यहाँ हेलो दिदी चाहिँ किन रुम भएको थाहा छैन है कमेन्टमा सोध्नु होला रुनु न त बेलुका खाएको यसलाई के गर्ने भने अघि खुट्टा ना लैले काँचो बास गराउँछ के गरेको सामने त्यहाँ उता जाऊ न उता खाली हो हेलो गाइस दिदीको चाहिँ आजबाट डाइटिङ सुरु भयो अरे होइन सुक्खा रोटी अब भात नखाने रे होइन त हो कि ल ठिक छ के भन्न चाहनुहुन्छ हजुर चाहिँ निशब्द छु म निशब्द अरे देखेँ सिसमको मामा
जे पनि हुन्छ यहाँ बाटाले हुन्छ डाइटको मान्छेले त यस्तो पनि नखाएर भन्यो यार दिदी अब यो त जुस हो क्या हुन्न केही पनि हुन्न अरे जुस हो गाइजहरू हामी चाहिँ अहिले सम्झुर पार्क जाँदैछ रिया सिसम म कवि दिदी हामीसँग कुकुर नि जाँदैछ हेलो गाइजहरू यति हेर न किन हो र नहेर्ने कस्तो राम्रो हात्तीहरू च्वाकहरू गर्मी हुँदो रहेछ है मैले तिमीहरूलाई सोधेको हो क्या भनेको म त पुरानो ड्रेस लगाइरहेको छु हेर हामी अनि यो चाहिँ लुङ्गी हो अब केही समयपछि टिकटक आउँदैछ हाम्रो मेरो म त क्यामेराम्यान हो है यो तल चाहिँ मेरो घर हो त्यहाँ ऊ बिहा घर नाच्दै हुनुहुन्छ सबैजना अनि हामी चाहिँ पार्क जानु लागेको कस्तो गर्मी भएको गाई छ गाइज अब हामी चाहिँ हजुरहरूसँग सम्झुर पार्क गएर भेट्छौँ ल गाइजहरू स्कुटर झार्दैछ ल कपी रिया के यस्तोमा कसरी बस्ने अब के सिसम हामी चाहिँ सम्झुक पार्क आयो है मेरो केटीहरू गाइस हाई गर स्कुटीको हालत देखाइदिनु न अनि म यहाँ छु खोइ यो त नि छोडेको कति हो बियर ए बियर ओ सरी टुट हाल्दिनु त्यसमा दिदी हाम्रो स्कुटीको हालत त्यस्तो हिजो हामी पोखराबाट आएको यस्तो तरिकाले बिचरा यो स्कुटर त ध्वस्तै भयो है
ब्रेक पनि छैन कसरी यिनीले कसरी ल्याइनु होला नि यिनीले यिनी हो राइडर यिनीले यस्तो स्कुटर जहिले लडाउने फर्स्ट टाइम होइन यो पनि छैन गाइजहरू यस्तो ध्वस्ती भयो यो स्कुटर यस्तो अफरमा बाटो हेर्नुहुन्छ भने खतरा कसरी आयो होला मेरो यस्तो त मेरो नयाँ त यस्तो ध्वस्ती भएछ म चाहिँ क्यामराम्यान हो अनि उनीहरू चाहिँ टिकटकर हो हुन नसकेको अब यो चाहिँ अहिलेको फेमस यो सम्झुर पार्कमा चाहिँ यिनीहरू आछन् अब म चाहिँ उनीहरूको भिडियो बनाउन आएको छु पछि गाइजहरू यो तलको त सम्झुर गाउँ हो अलिक नदेखिँदो रहेछ यहाँ चाहिँ यस्तो छ है गाइजहरू यो चाहिँ यस्तो सम्झुर गाउँ यहाँ नदेखिँदो रहेछ खास चाहिँ घरहरू यो चाहिँ मेलुङकोट डाँडा ठुलढुङ्गा डाँडा लाग्यो यो मेलुङकोट डाँडा अलिक नदेखिँदो रहेछ यहाँबाट त अरे हामी चाहिँ यस्तो रेडी छौँ धुलो भएको छ हामी चाहिँ गाइजहरू यस्तो रमाइलो भएको छ टाउको दुख्यो त हावाले यहाँ पुगिसक्यो यति चढ्दा नि साँच्चै भयो सम्झुर पार्क अब हामी चाहिँ यहाँ पाइन्छ अब हामी यहाँ एकछिन टिकटक बनाउँछ हामी त के भन्ने यिनीहरू टिकटक बनाउँछ अनि म चाहिँ यस्तो क्यामराम्यान हो अनि एकछिन खिचे जस्तो गर्छु यसपछि अनि फेरि हामी घर जान्छौँ गाइज
डे 3 हो अनि हामी चाहिँ अब आज घर फर्किने हामीसँगै पनि पोखरा फर्किनु होला भन्दै भयो मसँगै लान्छु हजुरलाई मसँगै हामीसँगै अब बुढियामा यहाँ हेरिराख्नु भयो हाई भनिदिनु बुढियामा यस्तो बुढियामाले यस्तो यस्तो नमस्ते नि भन्नु नमस्ते नमस्ते मेरो नाम भन्नु न बुढियामा नाम भनिदिनु न यहाँ मेरो हजुर सिसम केही भन्न चाहन्छौ सिसम खासै बोल्दैन है खासै बोल्दै ब्लगमा चाहिँ बोल्दैन ब्याक क्यामेरा चाहिँ डेन्जर बोल्छ सिसम गाइस अब हामी चाहिँ घर फर्किन लाग्यो अनि चाबी हराएर चाहिँ यहाँ टेन्सनमा सब टेन्सनमा परेको थियो 1 घन्टा जति त चाबी खोज्दैमै गयो उहाँजी चाहिँ अब आफ्नै झोलामा रहेछ चाबी रोएर आमा सिसम यता हेर त सिसम अहिले हेर त्यो दिदीले हालिदिन्छ के बेचे तुन्छ के न के चात्यो टुट गरिदिन्छ नि त है उहाँजीको चाबी हरायो ल 12-7 भइसक्यो हामी चाहिँ आज चाहिँ तपाईँहरूलाई कहाँ लान्छु भन्दाखेरि भाइरल भरे जान सक्छौँ कि सक्दैनौँ थाहा छैन त्यही नि भाइरल चटपटे के अरे त्यसको नाम ब्रदर्स के हो थियो है हेर न हाँस अनि थाहा नभएपछि के अरे भने सोध्नु परेन प्रभु बुढियामा अब हामी जाँदैछौँ होइन गाउँको आमा पोखराको आमालाई केही भन्नुहुन्छ हुन्छ हुन्छ हामी यो भिडियो देखाइदिन्छौँ कि यहाँ भन्नु सन्चै छौ भन्नु म आउँछु भन्नु भन्ने ल भन्नु यहाँ सन्चै छ म आउँछु है अब आसोचमा आसोचमा पो हो रिन्यू गर्न जानुपर्छ ल अब कहिले आउँछ हामी अब हामी खै थाहा छैन बुढियामा बिहामा त खोप तिमीहरूसित हाँसेर सही वर्ष भन्यो भने तिहार जान्छ सँगसँग छोराछोरी जस्तो ल अब हिँड्न पर्छ गाइस नत्र ढिलो हुन्छ भरे ड्युटी भेट्न आउन पर्छ केटी हो के हेर्दै हो के हो नदेखाने त